नमस्कार सम्पूर्णमा आज हामी लोक सेवा लाइसेन्सको प्रिपरेसन गर्नुहुने हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अयबो अनुमीको लागि इम्पोर्टेन्ट क्लास मेडिसिन अन्तर्गत कार्डियोभास्कुलर एन्ड हेमाटोलोजिकल कन्डिसनको विभिन्न टपिकहरुमा चाहिँ एमसीक्यूलाई फोकस गरेर र अब्जेक्टिभ क्वेशनहरुलाई फोकस गरेर सँगसँगै एक्जाम पोइन्ट अफ भ्यूले पनि जुन चाहिँ थ्योरिटिकल क्लासमा पनि तपाईहरुलाई सजिलो हुने गरी हामीले चाहिँ क्लासहरुमा बुझाउँदै आइरहेका छौं, पढाउँदै आइरहेका छौं। त्यसै अन्तर्गत आजको टपिक छ हामीसँग एनिमिया। आज हामीले एनिमियाको बारेमा एक्जाममा के प्रश्नहरु आउन सक्छन्, कुन कुराहरु इम्पोर्टेन्ट छ त्यो कुराहरुको बारेमा चाहिँ छलफल गर्नेछौं। ल सुरु गरौँ है त। एनिमियाको पहिला हामी डेफिनेसनबाट जाउँ। रिडक्सन इन कन्सन्ट्रेसन अफ हिमोग्लोबिन अथवा आरबीसी बिलो द नर्मल रेन्ज फर एज एन्ड सेक्स भनेको छ। यो भनेको के भने हेमोग्लोबिन अथवा रेड ब्लड सेलको मात्रा कम हुनु, ब्लडमा त्यसको मात्रा कम हुनु। कति कम हुनु त भन्दाखेरि बिलो द नर्मल रेन्ज, जति नर्मल हुनुपर्ने हो त्यो कट अफ पोइन्ट भन्दा तल र कसको एग्रिगेट कसँग गर्ने एज एन्ड सेक्स है। सर्टेन एजमा अथवा सर्टेन सेक्समा कति हेमोग्लोबिन हुनुपर्ने हो, कति आरबीसी हुनुपर्ने हो, त्यसको तुलनामा कम हेमोग्लोबिन अथवा आरबीसी भयो भने त्यो कन्डिसनलाई चाहिँ के त एनिमिया भनिन्छ भनेर यसले डिफाइन गरेको छ। अब त्यसको लागि अब हामीले दुईटा कुरा जान्नु पर्यो। एउटा त नर्मल रेन्ज के हो भनेर जान्नु पर्यो, अर्को भनेको एनिमिया हुनुको लागि कट अफ पोइन्ट के हो भनेर जान्नु पर्यो है त। नर्मल रेन्जको बारेमा, नर्मल लेभलको बारेमा कुरा गरौँ। नर्मल लेभल अफ एसबी मा के छ? मेलको 13 देखि 18 छ, फिमेलको 12 देखि 16 छ, न्यूनेटमा 18 देखि 22 छ र प्रिनेटमा चाहिँ कति छ? मोर देन 11 हुनुपर्छ है त। मोर देन 11। यसको सबैको एभरेज भनेको 15 भनेर लेखेको पाइन्छ है त ठाउँ ठाउँमा। अब त्यस्तै स्ट्यान्डर्ड कट अफ फर एनिमिया भनेको छ। अब यो भनेको त नर्मल रेन्ज भयो। अब स्ट्यान्डर्ड कट अफ कति भन्दा कम आयो भने कसमा चाहिँ एनिमिया भन्ने त भनेर डिफाइन चाहिँ यसले गर्छ है त। अब यसमा के छ? मेन पुरुषमा 13 mg/dl भन्दा कम हेमोग्लोबिन आयो भने पुरुषहरुमा के भयो? एनिमिया भनेर भनियो। फिमेलमा 12 भन्दा कम आयो भने, प्रेग्नेन्ट वुमेनमा 11 भन्दा कम आयो भने के गर्ने? त्यो चाहिँ एनिमिया हो भनेर भनिन्छ। त्यस्तै चिल्ड्रेन 6 महिनादेखि 1 वर्षसम्मको बच्चामा कति? 11 भन्दा कम आयो भने, 6 वर्षदेखि 14 वर्षसम्मको बच्चामा 12 भन्दा कम आयो भने, न्यूनेट्समा चाहिँ 18 mg/dl भन्दा कम हेमोग्लोबिनको पर्सेन्टेज ग्राम पर डीएल अथवा आरबीसी को मात्रा चाहिँ कम देखियो भने त्यो अवस्थालाई के भन्ने? एनिमिया भनिन्छ। यो नर्मल लेभल र स्ट्यान्डर्ड कट अफ फर एनिमिया WHO को जुन छ त्यो चाहिँ एकदम जान्नुपर्छ। एक्जाममा बार अब्जेक्टिभमा सोधिरहेको हुन्छ है त। सीबीसी बाट चाहिँ विशेष गरेर कुन टाइपको एनिमिया हो, के हो, हेमोग्लोबिन कति छ हैन, हेमोग्लोबिनको पर्सेन्टेज हेरेर चाहिँ पत्ता लगाउने गरिन्छ। यसमा एउटा टेस्ट एकदमै इम्पोर्टेन्ट हामीले चाहिँ एक्जाम पोइन्ट अफ भ्यूले एमसीबी भन्ने छ, मेन सेल भोल्युम। मेन सेल भोल्युम यसले चाहिँ के डिफाइन गर्छ भने हामीलाई चाहिँ सस्पेक्ट गर्नको लागि कुन चाहिँ एनिमिया होला। पछि हामीले एनिमियाको टाइप पढ्छौं। हाम्रो जुन सिलेबसमा छ त्यो एनिमियाको टाइपहरु चाहिँ हामीले विशेष गरेर अध्ययन गर्छौं। त्यसमा तपाईहरुले जान्नै पर्ने भनेको एमसीबी को बारेमा चाहिँ जान्नुपर्छ है त। एमसीबी मा के छ भने यो चाहिँ लेस देन 80 एफएल, अर्को हुन्छ 80 to 100 एफएल र अर्को हुन्छ मोर देन 100 एफएल। ल नर्मल रेन्ज भनेको यो है त। 80 to 100 भनेको चाहिँ यो भनेको चाहिँ नर्मल हो। अब यदि सीबीसी गराउँदाखेरि यो टेस्टहरु अब हेमोग्लोबिन कम आएको छ तर कुन हो त? कुन टाइपको हेमोग्लोबिन हो, के कुन टाइपको एनिमिया हो, के कारणले गर्दा एनिमिया भइराछ भन्ने कुरा सस्पेक्ट गर्नको लागि एकदमै महत्त्वपूर्ण यो सीबीसी अन्तर्गत पर्ने एउटा प्यारामिटर हो है। मेन सेल भोल्युमको एमसीबी को भ्यालु 80 भन्दा कम छ भने त्यो के हुन्छ? माइक्रोसाइटिक हुन्छ। माइक्रोसाइटिक सेलको जुन भोल्युम चाहिँ कम भयो कि 80 भन्दा कम भएपछि सानो भयो, सानो भएपछि माइक्रोसाइटिक। 80 देखि 100 अघि के भन्ने? नर्मल भन्ने। यो चाहिँ के भयो? नर्मोसाइटिक। नर्मोसाइटिक र अर्को छ 100 एमएल भन्दा बढी भयो के भयो? म्याक्रोसाइटिक है त। यसरी बुझ्ने। पछि हामीले चाहिँ पढ्दाखेरि एनिमिया भनिसकेपछि एमसीबी मा चाहिँ यसको मोर्फोलोजिकल क्लासिफिकेसन गर्दा पनि यही एमसीबी को आधारमा चाहिँ क्लासिफिकेसन गरिन्छ के माइक्रोसाइटिक हो कि नर्मोसाइटिक हो कि म्याक्रोसाइटिक हो। यस अन्तर्गत फेरि यो भित्र अन्य कुराहरु पर्छ, त्यही भएर यो चाहिँ पहिले नै जान्नु पर्यो है त। अब हामीले मोर्फोलोजिकल क्लासिफिकेसन अफ एनिमिया भनेर पढ्छौं है त।
त्यसमा अघि मैले भनेको थिएँ जुन सीबीसी गर्दाखेरि एमसीबी थियो त्यसको आधारमा हामीले चाहिँ के गरिन्छ क्लासिफिकेसन गरिन्छ। अब हेर्नुहोस् है त सुरुमा के छ माइक्रोसाइटिक छ। अघि के भनेको माइक्रोसाइटिक भनेको 80 एफएल भन्दा कम भएको छ भने के भनिन्छ माइक्रोसाइटिक भनिन्छ। यस अन्तर्गत के पर्छ त आइरन डिफिसियन्सी एनिमिया, आइरनको कमीले गर्दा हुने एनिमिया यसमा पर्छ माइक्रोसाइटिक देखिन्छ। त्यस्तै थ्यालासेमिया भनेको ग्लोबुलिन चेन अल्फा र बीटा ग्लोबुलिन चेनमा कुनै चेनमा अथवा दुवै चेनमा डिफेक्ट आयो भने त्यति बेला हुने एनिमियालाई थ्यालासेमिया भनिन्छ। यसको बारेमा हामीले यहाँ चाहिँ डिटेलमा पढिदियौँ है त। त्यस्तै अर्को छ सिकल सेल एनिमिया है। यो चाहिँ थारूहरूमा नेपालको विशेष गरेर थारूहरूमा तराईको थारूहरूमा बढी देखिन्छ। यो जेनेटिक कजको कारणले गर्दाखेरि हुने हो है। त्यस्तै अर्को छ साइडिरोब्लास्टिक एनिमिया। यदि कुनै व्यक्तिलाई एनिमिया छ र माइक्रोसाइटिक देखियो सेल चाहिँ हेर्दाखेरि मोर्फोलोजी हेर्दाखेरि एमसीबी गर्दाखेरि के 80 भन्दा तल आयो भने यो यिनी चारवटा कज मध्ये कुनै एउटा कारण हुन सक्छ भनेर सस्पेक्ट गर्न सकिन्छ। त्यस्तै अर्को छ नर्मोसाइटिक भनेको छ। नर्मोसाइटिक कति थियो 80 देखि 100 एफएल, कहीँ कहीँ 98 देखिको पाइन्छ है। 100 देखि 80 देखि 100 एफएल सम्म यसको चाहिँ कि त एमसीबी छ भने त्यसलाई नर्मोसाइटिक भन्छ। अब यसमा के हुन सक्छ त एक्युट ब्लड लस कुनै कारणले गर्दाखेरि सर्टेन अहिले चाहिँ कुनै घाउको कारणले गर्दाखेरि चोटपटकको कारणले गर्दाखेरि हैन अनि विभिन्न कारणले गर्दाखेरि अहिले तत्काल ब्लड लसको भएर एनिमिया भएको छ भने यसमा के हुन्छ नर्मोसाइटिक देखिन्छ। त्यस्तै अर्को छ एनिमिया अफ क्रोनिक डिजिज हैन। क्रोनिक किडनी डिजिजहरुमा चाहिँ विशेष गरेर यो एनिमिया देखिन्छ है त। अथवा अन्य कुनै क्रोनिक डिजिजहरुको कारणले गर्दाखेरि एनिमिया भइरहेको छ भने पनि त्यति बेला के हुन्छ एमसीबी के हुन्छ नर्मोसाइटिक हुन्छ। त्यस्तै अर्को भनेको बोन म्यारो फेलियरको कारणले गर्दा हुने एनिमियामा पनि कस्तो देखिन्छ नर्मोसाइटिक। र अर्को मेलिग्नेन्सी कारणले गर्दाखेरि हुने केमा एनिमियामा पनि के हुन्छ नर्मोसाइटिक सेल देखिन्छ। र अर्को भनेको हाम्रो म्याक्रोसाइटिक छ। म्याक्रोसाइटिक भनेको के छ त 100 एफएल भन्दा बढी है त। 100 एफएल भन्दा बढी भयो भने हुन्छ त्यो भनेको के भिटामिन B12 डिफिसियन्सी र फोलेट डिफिसियन्सी। भिटामिन B12 डिफिसियन्सीको कारणले गर्दा हुने एनिमियालाई पर्निसियस एनिमिया फिनिसियस एनिमिया पनि भनेर भनिन्छ है पछि पढाउँदा। त्यो चाहिँ इन्ट्रिन्सिक फ्याक्टरको कमीको कारणले गर्दा भिटामिन B12 को राम्रो एब्जर्प्सन नहुने र यसको चाहिँ राम्रोसँग मेटाबलाइजेसन नहुने विभिन्न कारणले गर्दाखेरि त्यति बेला चाहिँ भिटामिन B12 को कारणले गर्दा एनिमिया भयो भने एमसीबी के हुन्छ म्याक्रोसाइटिक एनिमिया टाइपको चाहिँ हुन्छ भनेको 100 एफएल भन्दा बढी हुन्छ। त्यस्तै फोलेट भनेको भिटामिन B9 फोलिक एसिडको कमीको कारणले गर्दाखेरि हुने एनिमियामा पनि के हुन्छ त म्याक्रोसाइटिक एनिमिया देखिन्छ है त। त्यस्तै अर्को एउटा छ फिजियोलोजिकल एनिमिया। फिजियोलोजिकल एनिमिया चाहिँ केमा देखिन्छ प्रेग्नेन्सीमा देखिन्छ है। यो कुनै अरू कारणले गर्दा हैन शरीरको फिजियोलोजिकल कन्डिसनको कारणले गर्दाखेरि के हुन्छ यो कन्डिसनमा हेमोडाइलेसन हुन्छ। हेमोडाइलेसनको कारणले गर्दाखेरि देखिन्छ यो एनिमिया फिजियोलोजिकल एनिमिया केमा हुन्छ प्रेग्नेन्सीमा देखिन्छ है। त्यस्तै गरेर अब सर्टेन औषधिहरू छ त्यो औषधिहरूको कारणले गर्दाखेरि के हुन्छ एनिमिया देखिने हुन्छ। त्यसमा चाहिँ क्लोरामफेनिकोलले पनि मान्छेहरुमा यो औषधि लिएको मान्छेहरुमा चाहिँ एनिमिया देखिन्छ। त्यो एनिमियालाई कस्तो टाइपको देखिन्छ नि एप्लास्टिक एनिमिया देखिन्छ है त। त्यो जानिराख्ने क्लोरामफेनिकोलमा एप्लास्टिक एनिमिया देखिन्छ। अर्को छ डेप्सोन नामको औषधि केमा युज हुन्छ तपाईहरुलाई थाहा छ? डेप्सोन नामको औषधि केमा युज हुन्छ थाहा छ? यसले चाहिँ के गराउँछ हेमोलाइटिक बनाउँछ है। हेमोलाइटिक है ब्लड के आरबीसी लाई चाहिँ डिस्ट्रक्सन गर्छ। त्यस्तै अर्को छ NSAID ग्रुपको ड्रगहरु जस्तो आइब्रोफेन हैन। त्यस्तै गरेर अरु के पर्छ यसमा नेप्रोक्सिनहरु भयो हैन। तिनीहरुले चाहिँ के गराउँछ एनिमिया गराउँछ। कसरी के कुन टाइपको एनिमिया गराउँछ त हेमोरेजिक है। हेमोरेजिक एनिमिया बनाउँछ।
कसरी गराउँछ त यसले एनएसएआइडी हेमोरेजिक एनेमिया कसरी बनाउँछ त भन्ने कुरा पनि जान्नु पर्यो। के हुन्छ भने एनएसएआइडीहरूले के बनाउँछ, पेप्टिक अल्सर गराउँछ र त्यहाँबाट चाहिँ ब्लड क्रोनिक रूपमा लस भयो, हेमोरेजिक भयो र त्यसरी पनि के हुन्छ, ब्लड लसको कारणले गर्दा हेमोरेजिक एनेमिया चाहिँ देखिन्छ है त। अब हामीले एनेमियाको साइन एन्ड सिम्पटमको बारेमा कुरा गर्छौँ है त। क्लिनिकल फिचरमा चाहिँ के छ, के देखिन्छ, फेटिक एकदम थकित हुने हैन, लेथार्जिक हुने, सर्टनेस अफ ब्रिथ, यासोबीहरूको सर्टनेस अफ ब्रिथ है, सास फेर्न गाह्रो हुने, स्यास्या हुने, फेन्टिङ एट्याक आउने हैन, बेहोस भइराख्ने, टाउको दुख्ने जस्ता क्लिनिकल फिचरहरू देखिन सक्छ, सिम्पटमहरू देखिन सक्छ। त्यस्तै अब साइनमा के छ त, प्यालर, प्यालर देखिन्छ नि हैन, कहाँ देखिन्छ त, लोअर लोअर पाल्पेब्रल केमा कन्जन्क्टिभामा है, लोअर पाल्पेब्रल कन्जन्क्टिभामा के देखिन्छ, प्यालर देखिन्छ, अथवा सबै बडीमा प्यालर पनि देखिन सक्छ। आँखामा चाहिँ हामीले कहाँ हेरिन्छ, लोअर पाल्पेब्रल कन्जन्क्टिभामा हेरिन्छ है त एनेमिया हेर्दाखेरि। अघि हामीले क्लिनिकल एक्जामिनेसनको पार्टमा पनि हामीले यो कुरा गरिसकेका छौँ है। त्यस्तै अर्को हुन्छ टेकिकार्डिया, मुटुको चाल छिटो छिटो हुने हुन्छ हैन। यहाँ कोइलोनिचिया भन्ने एउटा टर्म छ है, कोइलोनिचिया भन्ने छ, यो भनेको के हो भने स्पुन सेप, स्पुन सेप नेल है। कस्तो हुन्छ भने नेल यस्तो खालको भइदिन्छ क्या, यो औँला भयो, यो औँला भयो, यस्तो स्पुन जस्तै नेल भइदिन्छ है। यो आइरन डिफिसियन्सी एनेमियामा देखिन्छ कोइलोनिचिया, अथवा एनेमियामा मात्रै आउन सक्छ, एक्जाममा आइरन डिफिसियन्सी एनेमियामा के देखिन्छ, कोइलोनिचिया देखिन्छ है त। त्यस्तै अर्को छ पिका इटिङ भन्ने छ, पिका भनेर लेखेको छ, पिका इटिङ पनि हुन्छ, इए इटिङ भनेको के हो भने कार्भिङ फर नन फुड आइटम है त, खाना बाहेक अरू कुरा खान रुचाउने के, माटो खाइदिने हैन, कलर पेन्टहरू खाइदिने, अनि चुनाहरू खाइदिने, जे भेटायो त्यही खाइदिने, त्यस्तो खालको कागजहरू टोक्ने, पेनहरू टोक्ने। विशेष गरेर बच्चाहरूमा माटो खाने समस्या बढी छ भने त्यो बच्चाहरूमा के हुन सक्छ, पिका अथवा एनेमिया भएको हुन सक्छ। ठुलै एडल्ट मान्छेहरूमा पनि हुन्छ यो, प्रेग्नेन्सीमा पनि के खाम भने विभिन्न किसिमको अँगारोहरू खाइदिने कसैले हैन, माटोहरू रुचाउने, मगमग बसाए जस्तो हुने, त्यस्तो किसिमको नेचरहरू देखाउन सक्छ। त्यसलाई चाहिँ पिका इटिङ भनेर भन्छ है त, कार्भिङ फर नन फुड है, नखाने खान नहुने खानाहरूमा बढी कार्भिङ हुने के, एकदमै खान मन लाग्ने त्यस्तो किसिमको अवस्थालाई के भन्छ, पिका इटिङ भन्छ। त्यस्तो कन्डिसन छ भने त्यसलाई के हुन सक्छ, त्यो एनिमिया हुन सक्छ है। अर्को छ एङ्गुलर स्टोमाटाइटिस भनेको, यो एङ्गल मुखको यो दुई भागमा छ, त्यो भागमा चाहिँ के हुन्छ, इन्फेक्सन हुन सक्छ हैन, इन्फ्लामेसन हुन सक्छ। त्यस्तै मुखभरि नै इन्फेक्सन, इन्फ्लामेसनहरू हुन सक्छ। अर्को छ जन्डिस भनेर भनेको छ, यो चाहिँ हेमोलाइटिक एनेमियामा है, हेमोलाइटिक एनेमियामा, हेमोलाइटिक एनेमियामा चाहिँ के देखिन्छ, जन्डिस देखिन्छ है त। आरबिसी को डिस्ट्रक्सन बढी भयो भने यो चाहिँ त्यति बेला के देखिन्छ, जन्डिस देखिन्छ, हेमोलाइटिक एनेमियामा जन्डिस देखिन्छ। अर्को छ रेड टङ है, रेड बिफी टङ पनि भन्छ, रेड बिफी टङ, यो चाहिँ भिटामिन B12 को डिफिसियन्सीमा, B12 को डिफिसियन्सी भएको एनेमियामा देखिन्छ। यो चाहिँ के हुन्छ, प्रिनिसियस फ्याक्टरको कमीको कारणले गर्दाखेरि हुन्छ है त। प्रिनिसियस एनेमिया पनि भनिन्छ, इन्ट्रिन्सिक फ्याक्टरको कमीको कारणले गर्दाखेरि हुन्छ है। प्रिनिसियस एनेमियामा बिफी रेड टङ देखिन्छ। त्यस्तै बोनी डिफर्मिटी है, हड्डीहरूमा डिफर्मिटी, थ्यालासेमियाहरूमा हड्डीहरूमा डिफर्मिटी देखिन सक्छ है त। यति जाने कोलिन्सिया स्पुन सेप नेल केमा देखिन्छ, आइरन डिफिसियन्सी एनेमियामा, पिका इटिङ चाहिँ एनेमियामा देखिन्छ, एङ्गुलर स्टोमाटाइटिस देखिन सक्छ, जन्डिस हेमोलाइटिक एनेमियामा देखिन्छ, रेड टङ, रेड बिफी टङ भनेको भिटामिन B12 को म्याक्रोसाइटिक एनेमिया अथवा के त प्रिनिसियस एनेमियामा देखिन सक्छ है त। यति कुरा जान्न पर्यो। अब हामीले चाहिँ ल्याब इन्भेस्टिगेसन र यसको ट्रिटमेन्टको बारेमा चाहिँ सर र थोरै थोरै कुराहरू हेर्छौँ है त। दुईटा कुराहरूको बारेमा विशेष गरेर आइरन डिफिसियन्सी एनेमिया र अर्को मेगालोब्लास्टिक एनेमिया अन्तर्गत हामीले चाहिँ दुईटा पढेको थियो, भिटामिन B12 डिफिसियन्सीको कारणले गर्दा हुने एनेमिया र फोलिक एसिडको डिफिसियन्सीको कारणले गर्दाखेरि हुने एनेमियाको बारेमा पढ्छौँ है त। अब आइरन डिफिसियन्सी एनेमियामा गर्ने जाँच भनेको हाम्रो CBC है, कम्प्लिट ब्लड काउन्ट, त्यसमा चाहिँ पेरिफेरल स्मियर हेरिन्छ। यति बेला के हुन्छ त, माइक्रोसाइटिक हाइपोक्रोमिक देखिन्छ है, माइक्रोसाइटिक हाइपोक्रोमिक सेलहरू के हुन्छ त देखिन्छ।
है। सीबीसी पेरिफेरल स्मियर गर्दाखेरि के देखिन्छ माइक्रोसाइटिक हाइपोक्रोमिक है, माइक्रोसाइटिक हाइपोक्रोमिक सेलहरू देखिन्छ है त। त्यस्तै अर्को छ सेरम फेराटिनको लेभल चाहिँ के हुन्छ डिक्रिज हुन्छ है। भनेको यो आइरन सेरममा चाहिँ आइरन फेराटिन भन्ने जुन आइरनको एउटा कम्पाउन्ड छ त्यसको मात्रा चाहिँ कम हुन्छ। यसलाई मोस्ट स्पेसिफिक टेस्ट भन्छ, मोस्ट स्पेसिफिक टेस्ट है त। आइरन डिफिसियन्सी एनेमियाको मोस्ट स्पेसिफिक टेस्ट भनेको सेरम फेराटिन लेभल हो है। त्यसै टोटल आइरन बाइन्डिङ क्यापासिटी चाहिँ के हुन्छ बढ्छ है त। सेरम फेराटिनिन कम हुन्छ त आइरन बाइन्डिङ क्यापासिटी चाहिँ बढ्छ, यति कुरा जान्नु पर्यो। ट्रिटमेन्टमा चाहिँ दुईटा छ, डिवर्मिङ र अर्को छ आइरन सप्लाई। डिवर्मिङ भनेको के हो त, यो भनेको मोस्ट कमन कज अफ आइरन डिफिसियन्सी एनेमिया भनेको के हो त वर्म इन्फेस्टेसन है, हुकवर्म इन्फेस्टेसन है त। हुकम भन्ने जुकाको कारणले गर्दाखेरि सबैभन्दा नेपालीहरुमा सबभन्दा बढी एनेमिया देखिनुको कारण भनेको के हो जुका हो, जुका है त। कुन जुका हुकमको कारणले गर्दाखेरि मोस्ट कमन कज अफ आइरन डिफिसियन्सी एनेमिया भनेको के हो त हुकम हो। त्यही भएर यसलाई चाहिँ हटाउनको लागि के गर्नु पर्यो, यसलाई इलिमिनेट गर्नको लागि हुकमलाई ट्रिटमेन्ट गर्नको लागि चाहिँ डिवर्मिङ गर्नु पर्यो। डिवर्मिङ भनेको के हो त, यो चाहिँ जुन हाम्रो जुकाहरू मार्ने औषधिहरू खुवाउनेलाई चाहिँ प्रोग्रामलाई चाहिँ डिवर्मिङ प्रोग्राम भनेर भनिन्छ है, वर्मलाई मार्ने है त। त्यसमा चाहिँ के हुन्छ अल्बेन्डाजोल खुवाउन सकिन्छ हैन, मेबेन्डाजोल विभिन्न औषधिहरू विभिन्न डोजमा चाहिँ दिइन्छ है त। त्यस्तो सँगसँगै के त आइरन सप्लाई गर्नु पर्यो आइरन डिफिसियन्सी एनेमिया छ भने। अब मेगालोब्लास्टिक छ भने के गरिन्छ सीबीसी गरिन्छ। सीबीसीमा के देखिन्छ त, यसमा माइक्रोसाइटिक देखिएको थियो भने मेगालोब्लास्टिकमा के देखिन्छ मैक्रोसाइटिक देखिन्छ है त। त्यस्तै अब यदि भिटामिन B12 को कमीको कारणले हो भने भिटामिन B12 को लेभल कम हुन्छ। यदि फोलिक एसिडको लेभलको कमीको कारणले हो भने फोलिक एसिडको लेभल चाहिँ के हुन्छ कम देखिन्छ। अब के देखिन्छ त्यही अनुसार ट्रिटमेन्ट गर्नु पर्यो है। भिटामिन B12 सप्लिमेन्ट गर्नु पर्यो, यसको लागि चाहिँ फोलिक एसिड सप्लिमेन्टेसन गर्नु पर्यो है त। पेरिफेरल न्युराइटिस एउटा कमन एरिया हो। पेरिफेरल न्युराइटिस चाहिँ के कारणले गर्दाखेरि हुन्छ भिटामिन B12 को कमीको कारणले गर्दाखेरि हुन्छ है त। हात खुट्टा झमझम गर्ने कारण चाहिँ भिटामिन B12 र B6 को कारणले पनि हुन्छ है। ट्युबरक्लोसिसमा भिटामिन B6 को कमीको कारणले हुन्छ हैन, आइसोनियाजाइड थाइरोको बिरामीमा। तर नर्मल्ली पेरिफेरल न्युराइटिस चाहिँ भिटामिन B12 को कमीको कारणले गर्दाखेरि हुन्छ। र अर्को कुरा चाहिँ भिटामिन B12 को कमीको कारणले गर्दा हुने एनेमिया कसमा बढी हुन सक्छ भन्दा भेजिटेरियनहरुमा है त। भेजिटेरियनहरुमा बढी हुन्छ के भिटामिन B12 को डिफिसियन्सी। किनकि के छ हाम्रो यो यसको चाहिँ स्रोत भनेको सोर्स अफ भिटामिन B12 भनेको चाहिँ मीट प्रोडक्ट अथवा एनिमल प्रोडक्टहरुमा बढी हुन्छ। त्यो भएको कारणले गर्दा जो भेजिटेरियन छ उनीहरुमा चाहिँ भिटामिन B12 को कमी हुन सक्छ भनेर यति कुरा जान्नु पर्यो है त। पेरिफेरल न्युराइटिस पनि गराउँछ भिटामिन B12 है। अब भिटामिन B12 को ट्याब्लेट के आउँछ मिथाइल कोबालामाइन भन्ने आउँछ 1500 mcg दिनमा एउटा खाने अथवा 500 mcg दिनमा 2 पटक वा 3 पटक खाने सप्लाईको आधारमा आउँछ। त्यो कुरा यहाँ हाम्रो एक्जाम पोइन्ट अफ भ्यूले केही पनि सोध्दैन है। एनेमियाबाट अब त्यो अघि हामीले पढेको बाहेकको के क्वेशनहरु आइराखेको छ त्यो इम्पोर्टेन्ट क्वेशनहरु चाहिँ हामीले यहाँ छलफल गर्छौं है त। क्वेशनमा आएको कुराहरुलाई सर्टकटमा मैले तपाईहरुलाई भन्छु। हेयर ओन इन्ड केमा देखिन्छ, कुन टाइपको एनेमियामा देखिन्छ भनेर सोध्छ कहिले। हेयर ओन इन्ड चाहिँ थ्यालासेमियामा देखिन्छ। कस्तो हुन्छ भने स्कलको एक्सरे गर्दाखेरि जुन हाम्रो स्कलमा चाहिँ यस्तो हेयरहरु देखिन्छ कि स्कलमा पुरै हेयर आएको देखिन्छ है। थ्यालासेमिया स्कल एक्सरे भनेर हेर्नु होला, त्यसमा चाहिँ गर्नुभयो भने स्कलमा पुरै रौँ पलाए जस्तो जुङ्गुङ्ग देखिन्छ, त्यसलाई हेयर ओन इन्ड भनिन्छ। केमा देखिन्छ थ्यालासेमियामा देखिन्छ। अर्को छ सिकल सेल एनेमिया भन्ने छ। यो चाहिँ सिकल सेल एनेमिया विशेष गरेर सिकल सेल एनेमिया चाहिँ के को कारणले गर्दा हुन्छ डिफेक्ट इन बीटा ग्लोबुलिन जिनमा डिफेक्ट भएको कारणले गर्दा HBS मा चाहिँ डिफेक्ट हुन्छ। यो चाहिँ नेपालमा चाहिँ थारू समुदायमा देखिन्छ है त। थारू समुदायमा देखिन्छ है, बढी गरेर थारू समुदायमा देखिन्छ।
त्यस्तै अर्को छ एक्सट्रिन्सिक एनिमिया चाहिँ केमा देखिन्छ भनेर सोध्न सक्छ। एक्सट्रिन्सिक एनिमिया, अघि इन्ट्रिन्सिक एनिमिया त हामी पढ्यौँ हैन, पर्निसियस इन्ट्रिन्सिक फ्याक्टरको कमीको कारणले गर्दा हुने। एक्सट्रिन्सिक एनिमिया केमा देखिन्छ भने मलेरियाको केसमा चाहिँ एक्सट्रिन्सिक एनिमिया देखिन्छ भनेर सम्झिनु पर्यो हजुरहरूले। त्यसै अर्को छ पेनसाइटोपेनिया भनेर भनेको छ है। पहिला कुरा त पेनसाइटोपेनिया भनेको के हो भनेर बुझ्नु पर्यो। पेनसाइटोपेनिया, पेनिया भनेको के हो त? कम हुने हैन, जस्तो ल्युकोपेनिया हैन, न्युट्रोपेनिया भनेर हामीले पढ्थ्यौं नि। पेनिया भनेको कम हुने। अब पेनसाइटो भनेको चाहिँ सबै सेलहरू, ब्लड सेलहरू छन् नि, आरबिसी पनि कम हुने हैन, डब्लुबिसी पनि कम हुने, प्लेटलेट्स यो तीनवटै ब्लड सेलहरू चाहिँ कमी हुन्छ भने त्यस्तो कन्डिसनलाई के भनिन्छ? पेनसाइटोपेनिया भनेर भनिन्छ है त। त्यो केमा देखिन्छ? एप्लास्टिक एनिमिया भनेको बोन म्यारो फेलियर, सबै सेलहरू बन्ने भनेको कहाँ हो? बोन म्यारोमा हो। अब बोन म्यारो नै फेलियर भयो भने डब्लुबिसी के अरे आरबिसी मात्रै कमी हुने कन्डिसन आउने भयो त? भएन नि त। सबै तीनवटै सेलहरू, त्यहाँ जो जति पनि प्रकारको हाम्रो ब्लड सेलहरू छ सबै प्रकारको सेलहरू चाहिँ कमी आउने भयो। त्यो कन्डिसनलाई के भनिन्छ? पेनसाइटोपेनिया भनेर भनिन्छ है त। यो जान्नु पर्यो केमा देखिन्छ? एप्लास्टिक एनिमिया भनेको बोन म्यारो फेलियरमा। अब अर्को छ सिभियर एनिमिया भनेको छ। यदि हेमोग्लोबिनको लेभल 7 ग्राम पर डिएल भन्दा कम छ भने त्यो कन्डिसनलाई चाहिँ के भनिन्छ? सिभियर एनिमिया भनिन्छ। यो चाहिँ ब्लड ट्रान्सफ्युजन यदि ब्लडको लेभल 7 ग्राम पर डिएल भन्दा कमी छ भने त्यति बेला चाहिँ ब्लड ट्रान्सफ्युजन गर्न जरुरी हुन्छ। कहिलेकाहीँ एक्जाममा सोधिन सक्छ है, ब्लड ट्रान्सफ्युजन कति ग्राम पर डिएल भन्दा कम भयो भने गर्नुपर्छ भनेर, अथवा यो बिरामीमा चाहिँ ब्लड ट्रान्सफ्युजन गर्नुपर्छ कि पर्दैन, यसको हेमोग्लोबिन लेभल यति छ भनेर दिन सक्छ। 7 ग्राम पर डिएल भन्दा कम छ भने त्यो सिभियर एनिमिया हो। त्यसमा चाहिँ हामीले तत्काल ब्लड ट्रान्सफ्युजन गर्नुपर्छ भनेर जान्नु पर्यो। अर्को छ, यो एकदमै इम्पोर्टेन्ट क्वेसन हो है त, यो इम्पोर्टेन्ट क्वेसन, यो चाहिँ यो लास्टको, प्रिभ्यालेन्स अफ आइरन डिफिसियन्सी एनिमिया इन कम्युनिटी। कम्युनिटीमा चाहिँ आइरन डिफिसियन्सी एनिमियाको प्रिभ्यालेन्स चाहिँ केले मेजर गरिन्छ भनेर सोधेको छ है त। यो चाहिँ सेरम फेराटिन लेभल, RRETIN, सेरम फेराटिन लेभल है त। प्रिभ्यालेन्स अफ आइरन डिफिसियन्सी एनिमिया इन कम्युनिटी मेजर बाइ के हुन्छ? सेरम फेराटिन, FIRRITIN फेराटिन लेभल है त। यो चाहिँ जान्नु पर्छ, सेरम फेराटिन लेभल हेरिन्छ। चाहिँ इम्पोर्टेन्ट अरू कुराहरू एउटा हेरौँ। मोस्ट कमन एनिमिया इन नेपाल भनेको, नेपालमा सबभन्दा कमन एनिमिया के छ त? आइरन डिफिसियन्सी है, आइरन डिफिसियन्सी एनिमिया। नेपालको मोस्ट कमन टाइप अफ एनिमिया भनेको के हो? आइरन डिफिसियन्सी एनिमिया हो। त्यस्तै गरेर अर्को छ न्युट्रिसनल एनिमिया भनेर भनिन्छ। न्युट्रिसनल एनिमिया भनेर केलाई भनिन्छ भनेर पनि सोध्छ। यो पनि के हो? आइरन डिफिसियन्सी एनिमिया, आइडिए भनेको आइरन डिफिसियन्सी एनिमिया है। त्यस्तै अब मोस्ट कमन कज अफ आइरन डिफिसियन्सी एनिमिया भनेको छ। अब यसमा चाहिँ ख्याल गर्नु पर्यो। मोस्ट कमन अघि चाहिँ के हो? कमन कज अफ एनिमिया भनेको आइरन डिफिसियन्सी एनिमिया थियो हैन, कमन एनिमिया। मोस्ट कमन कज अफ आइरन डिफिसियन्सी एनिमिया के हो त भन्दाखेरि यो अलिकति फरक छ है। नेपालमा चाहिँ यसको मोस्ट कमन कज भनेको हुकवर्म हो, हुकवर्म इन्फेस्टेसन। अघि पनि मैले भनिसकेको छु, हुकवर्म हो नेपालमा हैन। वर्ल्डमा विश्वभरि चाहिँ डिक्रिज सोर्स अफ आइरन हैन, खानेकुरामा आइरनको कमी भएको, खानेकुराहरूको सोर्सको कमीको कारणले गर्दा वर्ल्डमा चाहिँ के हो? खानेकुराहरूमा आइरनको कमी भएको सोर्सहरूको कारणले गर्दा हुन्छ। र अर्को के छ? चिल्ड्रेनमा चाहिँ वर्ल्ड वाइड चाहिँ के हो? हुकवर्म हो है, हुकवर्म। यो अलिकति बुझेन होला। नेपालमा हुकवर्मको कारणले हो, वर्ल्ड वाइडमा हैन खानेकुरामा चाहिँ आइरनको कमीको कारणले गर्दा, सोर्सको कमीको कारणले गर्दा, र वर्ल्ड वाइडली चाइल्डमा भनेको हुकवर्मकै कारणले गर्दाखेरि हुन्छ है त। अर्को चाहिँ प्रिनिसियस एनिमिया भनेको छ। प्रिनिसियस एनिमिया चाहिँ इन्ट्रिन्सिक फ्याक्टर भन्ने अघि पनि भनिसके, आइएन इन्ट्रिन्सिक फ्याक्टर
इन्ट्रिन्सिक फ्याक्टर कमीको कारणले गर्दाखेरि के हुन्छ त भिटामिन B12 कमी भएर हुने यो किसिमकोलाई चाहिँ एनिमियालाई पर्निसियस एनिमिया भनिन्छ। त्यस्तै गरेर अर्को इम्पोर्टेन्ट के छ भने कसैलाई फ्रेश ब्लड ट्रान्सफ्युजन गर्यो भने चाहिँ उसको प्रति 1 पिन्टमा ब्लड ट्रान्सफ्युजन गर्दा 2 ग्राम पर DL ब्लड बढ्छ। र यदि स्टोर गरेको ब्लड ट्रान्सफ्युजन गर्यो भने चाहिँ कसरी बढ्छ 1.5 ग्राम पर DL को दरले बढ्छ है। त्यस्तै अब अर्को कुरा सिभियर एनिमियाको बारेमा अघि पनि हामी कुरा गर्छौं लेस देन 7 ग्राम पर DL भयो भने यति बेला के हुन्छ सिभियर एनिमिया हुन्छ, ब्लड ट्रान्सफ्युजन गर्नुपर्ने अवस्था चाहिँ आउँछ है। त्यस्तै गरेर अझै एउटा दुईटा कुरा छ यो एनिमियाबाट कहिलेकाहीँ सोध्ने भिटामिन सी ले है भिटामिन सी ले चाहिँ के गर्छ एब्जर्प्सन अफ आइरनलाई बढाउँछ है त। त्यही भएर के भन्छ यदि प्रेग्नेन्ट वुमेनले अथवा कसैले आइरन ट्याब्लेट खाइरहेको छ भने अमेलो कुरा भिटामिन सी को सोर्सहरुसँग खायो भने त्यसले चाहिँ आइरनलाई राम्रोसँग सोच्न मद्दत गर्छ। र तर क्याल्सियमले चाहिँ के गर्छ डिक्रिज एब्जर्प्सन गर्छ है। तपाईहरुलाई चाहिँ पछि काम लाग्न पनि सक्छ, कसैले अझै काम गर्दै हुनुहुन्छ भने चाहिँ यो प्रेग्नेन्ट वुमेनहरुलाई आइरन खाँदाखेरि क्याल्सियमसँग नखानु होला अथवा दूधसँग नखानु होला। किन भनिन्छ भने क्याल्सियमले के गर्छ आइरनको एब्जर्प्सनलाई कमी गरिदिन्छ है। दूधमा पनि क्याल्सियम हुन्छ, त्यही भएर दूधसँग खाए पनि आइरनको एब्जर्प्सन कम हुने भयो, आइरनले जति मात्रामा खाएको त्यसले काम गर्न पाएन। अथवा क्याल्सियमको ट्याब्लेट र आइरनको ट्याब्लेट सँगसँगै खाइदियो भने पनि के हुने भयो यो चाहिँ एब्जर्प्सनमा चाहिँ कमी आउने भयो के। त्यही भएर क्याल्सियमसँग कहिले पनि आइरन खान हुँदैन है त, यसले एब्जर्प्सन कम गराउँछ। त्यस्तै अर्को चाहिँ फेरिक, हामीले खाने कुराहरुमा चाहिँ के फर्ममा हुन्छ फेरिक फर्ममा हुन्छ के है त। आइरन फेरिक फर्ममा हुन्छ, यसलाई चाहिँ भिटामिन सी ले चाहिँ फेरस फर्ममा चाहिँ के गर्छ चेन्ज गरिदिन्छ। त्यसले गर्दाखेरि के हुन्छ यो एब्जर्बेबल फर्ममा गएर राम्रोसँग एब्जर्ब हुन्छ र एब्जर्प्सनलाई हेल्प गर्छ है। भिटामिन सी ले के गर्छ फेरिकलाई फेरसमा चेन्ज गरिदिन्छ र एब्जर्प्सन के हुन्छ राम्रो हुन्छ है। अब एनिमियाबाट हामीले विशेष गरेर जान्न पर्ने कुराहरु प्रश्नहरु हाम्रो लेभलमा चाहिँ यति नै हो। अब केही थप हजुरहरुले एमसीक्यूहरु प्र्याक्टिस गर्दै जाँदाखेरि भेटाउनुहुन्छ भने मेडिकल अफिसर अथवा अन्य कुनै एक्जामबाट एउटा दुईटा गाह्रो क्वेशनहरु ल्याएको हुन्छ, तर हाम्रो सिलेबसमा कभर गर्नै पर्ने कुराहरु चाहिँ लगभग एमसीक्यू को लागि चाहिँ कभर भएको छ। यदि तपाईले चाहिँ लिखितको लागि तयारी गर्दै हुनुहुन्छ, सेकेन्ड पेपरको लागि तयारी गर्दै हुनुहुन्छ भने सेकेन्ड इयरको मेडिसिनको सर र त्यो बुकहरु एकचोटी हेर्नु होला अथवा सोलुसन बुक हेरे पनि हुन्छ, त्यो चाहिँ हेर्नु है। यसमा सबै कुरा त्यो जसरी ट्रिटमेन्ट हुनुपर्ने हो हैन, जसरी इन्भेस्टिगेसन हुनुपर्ने हो, जसरी क्लिनिकल फिचरहरु हुनुपर्ने हो त्यसरी चाहिँ हामीले पढेको छैन। यो सबै हामीले चाहिँ केको आधारमा पढेको छ एमसीक्यू लाई चाहिँ विशेष फोकस गरेर पढिरहेको छ र लाइसेन्स अथवा लोकसेवाको फर्स्ट पेपरको लागि पढिरहेको छ। त्यही भएर तपाईहरुले चाहिँ त्यो बुकहरु पनि सेकेन्ड पेपरको लागि हेर्नु होला, फर्स्ट पेपरको लागि हेर्नु हुन्छ है त। यति भन्दै आजको क्लास चाहिँ हामीले यति नै गर्छौं। अब आगामी क्लासहरुमा थप हामीले चाहिँ अब रेस्पिरेटरी सिस्टमतिर जान्छौं है। यसमा चाहिँ विशेष गरेर यिनै 4-5 वटा टपिक मात्रै छ कार्डियोभास्कुलर एन्ड हेमाटोलोजिकल कन्डिसनमा सोधिरहेको क्वेशनहरु। अब केही बीचमा आउँछ भने त्यसको बारेमा हामी छलफल गर्दै गरौँला। भोलिदेखि चाहिँ हामीले चाहिँ कार्डियोभास्कुलर सिस्टम सकाएर अब हामी चाहिँ रेस्पिरेटरी सिस्टममा जान्छौं है त। हस्, धन्यवाद।